It's a camera, GoPro, action camera. You take video? Yeah. That's cool. I'm ready. Okay, thank you. See you. सबैलाई आजको यो नयाँ भ्लगमा चाहिँ स्वागत गर्न चाहन्छु र यो भ्लग चाहिँ आज विशेष हुनेछ कारण चाहिँ हामी पोखराबाट कहाँ जाँदैछौँ र गेस गर्नुहोस् त मुस्ताङ जान्छन् हामी चाहिँ आज मुस्ताङको यात्रामा छौँ मेरो छोरी र माइला छोरा स्कुटरमा छ उनीहरू अगाडि गइसकेको छ पेट्रोल भर्नको निम्ति र म र मेरो जेठा छोरा चाहिँ क्लासिक 350 रोयल इनफिल्ड योलाई चाहिँ यो मोडललाई चाहिँ के भन्छ भने रिबोन साथीहरू यो देख्न सक्नुहुन्छ तपाईहरुले यो बागलुङ हाइवे हो पोखरामा अवस्थित यही हाइवेबाट बागलुङ जाने बसहरू बेनी जाने बसहरू जोमसङ मुक्तिनाथ जाने बसहरू हजुरहरूले पाउन सक्नुहुन्छ यहाँनिर टिकट काउन्टर छ बस्नको लागि पनि यो वरिपरि राम्रो लजको व्यवस्थाहरू छ अहिले हामी बागलुङ हाइवेतर्फ अघि बढ्दैछौँ र अगाडिको यो दृश्य चाहिँ बागलुङ हाइवेको हो यो चाहिँ 6 लेनको हाइवे हो सो गाइज पहिलो गाँसमा नै ढुङ्गा अड्किएको छ यहाँ हाम्रो सुरुवातमा नै यो हरिचोकमा जाममा परेको अवस्था हामी 2-4 मिनट रोक्यौं र अहिले हिँड्न सुरु गरेको छ किनभने अर्को मेरो लेफ्टतिरको साइड चाहिँ कन्स्ट्रक्सन हुँदैछ ल बाइकहरू यताबाट गयो म पनि यताबाट हिँडिदिन्छु कस्तो छ हेरौँ है सायद राम्रै छ होला जानु मिल्छ होला कहीँसम्म त ल हरिचोकबाट यामदी पुलसम्म अहिले अन्डर कन्स्ट्रक्सन भएको कारण चाहिँ बाटो अलिकति रफ नै छ तर पनि त्यति नराम्रो चाहिँ छैन हैन ग्राभलिङ गरिसकेको छ यसलाई अब फाइनल ग्राभलिङ गरेपछि पिच गर्ने होला केही समय लाग्न सक्छ यो चाहिँ एकदमै सकिन आँटेको अवस्थामा छ जहिले सकिन्छ त्यतिखेर एकदमै राम्रो हुन्छ भन्ने आशा गर्न सक्छौं जुन बाटोको चौडाइ छ हैन अति नै प्रभावकारी रूपले चाहिँ बनाइरहेको छ पहाडहरूलाई फोडेर हैन यो यामदी पुललाई पनि अझै 2टा पुलहरू थपेर बनाउँदैछ दायाँ र बायाँ यामदी पुल चक्लाउने कार्य हुँदैछ यसको लागि पिल्लर हालिसकेको अवस्था छ यता देब्रेतिर चाहिँ पिल्लर मात्र हैन हेर्न सक्नुहुन्छ हैन स्ल्याबहरू पनि हालिसकेको हामी देख्न सक्छौं अनि 3टा ब्रिज तयार भएपछि यो बाटो अति नै चाक्लो बाटोको रूपमा हामी प्रयोग गर्न सक्छौं र अहिले हामी हेम्जाको यो राम्रो बाटोमा आइपुगेका छौं जसलाई हामी बागलुङ हाइवे यामदी भन्न सक्छौं प्रति किलोमिटर 60 को स्पिडमा हामी यो बाटो कुदाउन सक्छौं तपाईलाई मैले अघि नै भने जस्तो हेर्न सक्नुहुन्छ 1 2 3 लाइनै छ 3 लाइन नै जानको निम्ति हामी प्रयोग गर्न सक्छौं यता चाहिँ वास्तवमा यताको लोकल गाडीहरू हिँड्नेछ अनि यो बीचमा चाहिँ बिस्तारै हिँड्ने अब हेभी गाडीहरू हिँड्नेछ भने अर्को त्यतापट्टिको यो थर्ड लाइनमा अहिले जहाँ म गइरहेको छु यो चाहिँ स्पिड हिँड्ने गाडीहरूको निम्ति ओभरटेक गर्नको लागि चाहिँ विशेष गरी प्रयोग गरिन्छ हामी पेट्रोल पम्पमा आइपुगेको थियौँ हेम्जामा यहाँबाट पेट्रोल रिफिल गरेपछि छोरीको स्कुटर अनि 2जना यो स्कुटरमा मजाले मैले चाहिँ उही पोखराबाट चाहिँ फुल ट्याङ्क भरेर आएको अनि यहाँ हजुरहरूले साइड ब्याग देख्न सक्नुहुन्छ बच्चाहरूको कपडा अनि मेरो कपडा र ड्रोनहरू मैले हालेको छु हामीले हेम्जामा रिफिलिङको काम सकिएको छ अब हामी यहाँबाट चाहिँ
हेम्जाको बजारमा आइपुगेका छौँ। यहाँनिर हजुरहरूले ब्याङ्क, मार्केट, सुपर मार्केट, सानो सानो फेन्सी पसलहरू, किराना स्टोरहरू देख्न सक्नुहुन्छ। यहाँनिर यो पनि एउटा हेम्जाको बिजनेस हब भएको एरिया हो। मेन हेम्जा बजार यसलाई नै भनिन्छ र हामी सुर्खेततर्फ अघि बढ्दैछौँ है त। हजुरहरूलाई थाहा छ होला RX बाइकको बारेमा होइन। RX 100 यामाहा जुन चाहिँ आजभन्दा 20-22 वर्ष अगाडि एकदमै फेमस थियो। अनि त्यसले चाहिँ लगभग 50 वर्ष जति होइन नेपालमा चाहिँ एउटा रुल नै गर्यो क्या बाइक इन्डस्ट्रीमा होइन। बाइक वर्ल्डमा चाहिँ रुल नै गरेको थियो। अनि त्यो बाइक चढेर हामी यो बाटो हिँड्दाखेरि चाहिँ 100 पुऱ्याउने हामी कम्पिटिसन गर्ने थियौँ। अनि अति नै रमाइलो हुन्थ्यो। त्यो एकदमै पावरफुल बाइक थियो। अनि त्यसको साउन्ड चाहिँ यति मिठो थियो कि होइन, अहिले पनि याद आउँछ होइन। के हो 100 रुपियाँ यतिको? 100 रुपियाँ त होइन होला यति थोरेको। आफैले खाए जस्तो छ अरे क्या चाहिँ। कति हो भन न, 700को भन त। 100को दुईटा? 100 म त लिन्न भयो। ल एउटा ट्राई गर्छु है। भयो एउटा मात्रै हो। यही खान्छ हामी। यस्तो 100 रुपियाँ भन्ने कहाँ खानु सक्ने, यस्तो महँगो 100 रुपियाँमा कहाँ खाने त नि यति महँगो। ल एक सुली पनि राम्रो छैन। साथीहरू अहिले हामी काँडे भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो। यहाँ पनि मान्छेहरू ट्रेकिङ गर्नेहरू, यहाँबाट हामी अस्ट्रियन क्याम्पमा जान सक्छौँ यता माथि। अहिले हामी चाहिँ काँडेबाट तल लुम्लेतर्फ जानेछौँ। लुम्लेबाट अनि फेरि हामी नयाँ पुल हुँदै बेनीतर्फ हामी जानेछौँ। यही हो साथीहरू लुम्ले काँडे भन्ने। नेपालको चेरापुन्जी भनेर पनि बताइन्छ यसलाई। प्राय पानी नपरेको कमै हुन्छ, केही क्षण भने पनि यहाँ पानी पर्छ। अनि एकदमै जाडो हुँदाखेरि चाहिँ होइन, वन्स इन 10 वर्षमा कहिले कहिले यस्तो समय नै हुन्छ यहाँ हिउँ पनि पर्छ है। अति चिसो हुनुपर्छ त्यसको लागि। काँडे बराहा मिनी मार्केट। यहाँ पनि काँडेमा यस्तै सानो सानो मार्केटहरू देख्न सक्नुहुन्छ। सरी रेस्टुरेन्टहरू देख्न सक्नुहुन्छ। मुटु छुने लुम्लेको हावाले हावाले मनै छुने त्यो मिठो बोलीले भन्ने गीत छ नि, हो यही ठाउँको मानिसले लेखेको। साथीहरू अहिले हामीहरू पर्वत जिल्लाको नयाँ पुलमा आइपुगेका छौँ। सायद हामी पर्वत जिल्ला प्रवेश गरेको हुनुपर्छ यहाँ कहीँबाट। कास्की जिल्ला हामीले छोडेको हुनुपर्छ यतै कतै। तर वेलकम गेट चाहिँ देखेको छैन। तर यहाँबाट चाहिँ लगभग हामी आयुषले त मोबाइलबाट भिडियो रेकर्ड गर्दैछ, आयुषमा डोराउँदैछ। आयुषको जुत्ताको तुना लगाऊ है। साथीहरू यो चट्टान देख्न सक्नुहुन्छ।
यो चाहिँ गजबको सिन छ यो चाहिँ होइन। यतापट्टि दाहिनेतर्फ चाहिँ खोला बगिरहेको छ भने देब्रेतर्फ चाहिँ चट्टान छ, ठुलो पहाड छ। अनि यो चट्टान फोडेर यो बाटो अगाडि लगिएको थियो, जुन चाहिँ अहिले हामी राइड गर्दैछौँ। अहिले बागलुङ हाइवेमा हामी छौँ, तपाईँहरू देख्न सक्नुहुन्छ। उताबाट आउने गाडीहरू पनि आइरहेको छ भने हामी यताबाट जानेहरू पनि गइरहेका छौँ है त। हामी पुष्मातर्फ नै निरन्तर अगाडि बढिरहेका छौँ, अझै आइपुगेको छैन। यहाँ हजुरहरूले सानो सस्पेन्सन ब्रिज देख्न सक्नुहुन्छ। खोलाको अवस्था हजुरहरूले देख्न सक्नुहुन्छ। अहिले हिउँदको समय भएर पानी चाहिँ एकदमै थोरै मात्रामा बगिरहेको छ। त्यही माथि हाइड्रो पावरले गर्दाखेरि पानीहरू थुनिदिन्छ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ पर्वतको सदरमुकाम कुस्मा बजार। अनि हामी देब्रेतर्फ पेट्रोल डिजल पनि पाउन सक्छौँ, तर पेट्रोलको सर्टेज लाग्यो जस्तो छ, डिजल मात्रै ढोका खोलेको छ है। सो यहाँबाट अब धेरै छैन बागलुङ हाइवे, आई मिन बागलुङ बजार। अनि यो चाहिँ रह्यो कुस्मा बजार है साथीहरू। कुस्मा बजारमा राइडिङ गर्दैछौँ अनि जोमसोङतर्फ अघि बढ्दैछौँ भनेर भन्नुपर्छ। ओके, कुस्मा बजारको सिन मैले तपाईँहरूलाई प्रस्तुत गरिसकेको छु। यहाँबाट मालढुङ्गा चाहिँ 10 किलोमिटर छ अरे। जति पनि बन्जी जम्पीहरू फेमस छ नि, वर्ल्डको सेकेन्ड हाइएस्ट बन्जी जम्पी त्यो पनि यही ठाउँमा छ होइन। अनि हामीहरू यही बजारबाट यो देब्रे बाटो भएर बन्जी जम्पतर्फ जानुपर्ने हुन्छ। यो अहिले यो क्रेटा जतातिर जाँदैछ, यो चाहिँ बन्जी जम्प गर्ने ठाउँतर्फ जाँदैछ। यहाँ हजुरले यो कुस्मा बजारबाट बन्जी जम्पको मजा लिन सक्नुहुन्छ। र अहिले हामी चाहिँ बेनी हुँदै जोमसोङतर्फ अघि बढ्ने क्रममा छौँ। अल राइट साथीहरू, अब यो काली गण्डकीको पारिपट्टिको त्यो डाँडाहरू सबै बागलुङ पर्दछ। त्यहाँ वेलकम टु बागलुङ भनेर पनि जङ्गलमा लेखिएको हामी पाउँछौँ। यहाँनिर काली गण्डकी ब्रिज तर्ने एउटा पुल छ र अहिले हामी चाहिँ नयाँ बाटो भएर जानेछौँ। पहिला केही वर्ष केही समय अगाडि चाहिँ यहाँबाट पुल कटेर उता बागलुङ भएर त्यहाँबाट माथि हुँदै बेनी जान्थ्यौँ। यो बाटो कन्स्ट्रक्सन हुँदा मलाई लाग्छ यो बाटो अहिले तयार भइसकेको अवस्थामा छ। सो हामी चाहिँ यो बाटोबाट जाने निर्णय गर्दछौँ। निर्माण कार्य हुँदैछ। सानो गाडी यता अरे हामी यताबाट जान सक्छौँ। सो गाइज, यो चाहिँ एकदमै धुलो उड्ने बाटो भनेर एकदमै फेमस थियो। अहिले अरू राइडरहरूको भ्लग पनि हेर्दाखेरि चाहिँ एकदमै धुलो उड्छ, यो बाटो हिँड्दा अप्ठ्यारो छ भनेर चाहिँ धेरै जसो चाहिँ उता बागलुङ माथि गएर माथिको अर्को बाटो प्रयोग गर्दै उनीहरू बेनी जान्थे र बेनीबाट फेरि कन्टिन्यू यात्रा गरेर जोमसोङतिर जान्थे। र आज चाहिँ यो बाटोहरू बनिसकेको अवस्था छ अहिलेसम्म है। हेरौँ कस्तो छ, बाटोमा कस्तो छ होइन। तर एकदमै राम्रो बाटो बनेको रहेछ। नयाँ पिचमा सरेर हामी गइकिन्छौँ। देब्रेतिर हामी काली गण्डकीलाई पारेर अगाडि बढ्दैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ बाटोको अवस्था चाहिँ अहिले राम्रो छ। यो बाटो कहाँसम्म यस्तै हो त भन्ने कुरा प्रश्न पनि आउन सक्छ। जहाँनिर अब बाटोको अवस्था बिग्रिन्छ त्यहाँनिर म तपाईँहरूलाई अर्को क्लिप्स देखाउनेछु। अहिलेलाई यो बाटोको अवस्थाको जानकारी दिँदै यहीँ नै राख्छु है त। फेरि भेटौँ।
ल गाडीहरू चल्न सुरु गर्यो आशा गर्छु यो ब्लगेज चाहिँ छिटो नै खुल्नेछ एकतर्फी गाडीहरू खुल्यो भने पनि यिनीहरू सकेपछि हाम्रो पालो आउँछ सो गाइज अहिले हामी बेनी बजारमा आइपुगेका छौँ Hello guys, tell me. तिम्रो अहिले भ्याकेसन हो तिमीलाई कस्तो लाग्यो आजको यात्रा राम्रो लाग्यो तिमीलाई कस्तो लाग्यो राम्रो लाग्यो जम्मा अनि आइस जम्मा जम्मी तिमीलाई कस्तो लाग्यो अहिलेसम्मको यात्रा ठिकै थियो त्यति राम्रो लागेन गाइस बाटोहरू बेनी आउने बेलामा अलिक नराम्रो छ है बेनी छिर्ने बेलामा पनि 2-3 किलोमिटर राम्रो छ बेनी आउने बेलामा चाहिँ अन्डर कन्स्ट्रक्सन नै छ त्यो बन्न त बनिहाल्छ एक दिन सायद अब 2-4 महिनापछि बन्छ होला यो बाटोहरू पनि कम्प्लिट हुन्छ होला आफ्टर बेनी कस्तो छ त्यो हामीलाई थाहा छैन सबै पनि त्यो अफरोड नै हुनुपर्छ जमसङ नजिक होइन लेते नजिक पुगेपछि राम्रो बाटोहरू भेटिन्छ सर So guys, our dinner is on the table now. यहाँ भेज खाना with omelette भनेको छ यहाँ चिकन खाना and मेरो चाहिँ यो के हो त मेरो चाहिँ माछा खाना हो साथीहरू मसँग माछा खाना खान गइरहेको छु lots of soup here and some chutney salad dal and papad fry है दालसँग सुरु गर्छु माछा साथीहरू गाइस खाना कस्तो लाग्यो आयुष ल साथीहरू अब यहाँ हाम्रो अब शरीरको पेट्रोल हालेर अगाडि बढ्नेछौँ है त थपी खाऊ है कति भन्नुभयो हजुर 1950 लिनुहोस् ठिक छ धन्यवाद सबै कुराको लागि आइफोन देखाएको 16 प्रो मैक्स बाफरे अनुहार चाहिँ छाउने आइफोन चाहिँ देखाउने धुलो यही रहेछ